के छ क्लास त मलाई मार्न बुझिले तेरो छ जो काल त्यो आजै जन्मिसक्यो र गोकुलमा खेलिरहेको छ जो अन्तर ध्यान भइनी यति भनिसकी त्यो माया थिइन् गोविन्द चलमा स्वभाव त जनको रक्षार त बचदी भएन फर्क्यो छ कपरेर कंस घरमा डाकेर मन्त्री सब सल्लाह पहिले सल्लाह सब गोलियो थरी थरी के गर्नु पर्ला अब डाके त्यो बकबत धेनुको तथा त्यो पुतना डङ्किनी जाओ ती बज्रमा प्रलम्ब सहितै चौतर्फ खोज्नु अनि जन्मेका जति छन् ती बालकहरू पक्रेर मार्नु सब आज्ञाले गरी कंसको असुर ती सारा हिँडेथे सब सारालाई विद्या दिएर मनमा चिन्ता बढी बेसरी सारै दिन मलिन हुन गो देख्दै पनि दुर्बल जम्मा भई बज्रका प्रतिट त सबै गोपाल गोपिनी गर्थे उसव नन्दका घरमा छोरो भयो लौ भनी आएथे जबदेखि कृष्ण बज्रमा लीला बिहारी बनी बाधा कष्ट रहेन हर्षित थिए साना र ठुला पनि मार्थी बालक छानी छानी बज्रका त्यो पुतना डङ्किनी मारे त्यसकन दुधका सँगसँगै तानेर प्राणै पनि चुचो च्याति दिएर दैत्य बकको तिनले लिए जीवन त्यो बकासुरलाई पक्री बनमै मारे रिसाइकन ढुङ्गा माथि बजारी त्यही बखतमा मारे मर्यो धेनुक केसी दुट प्रलम्ब आदि सहितै सारा मरेर छेक औलो माथिले उचाली सहजै त्यो शैल गोवर्धन झारे छेकेर इन्द्रको गरिदिए सम्मानको मर्दन नाथे कालियालाई घोर दहमा आगो पिए कृष्णले लीला त्यो बज्रमा गरे शिशु छँदै अत्यन्त आनन्दले त्यो संसार सबै सुनेर मनमा चिन्ता बढी बेसरी गर्थ्यो तर्क वितर्क खोब दिन हो मर्छु कि भन्ने परी त्यही बेला सब बात नारद पुगी खोले बुझाइ जब आँटे मर्न भनेर निश्चय भयो त्यो कंसलाई तब साह्रै खिन्न थियो तथापि मनमा आशा हुँदा वचनको गर्थ्यो यत्नहरू अनेक थरीका सोचेर पापी सिटथ्यो त्यही बेला धनुगेको छल गरी डाकेर मार्छु भनी भेज्यो ल्याऊ भनी उसै बखतमा अक्रोरलाई अनि आज्ञाले वज्रमा पुगेर थली हावा छरी बेगले ल्याए राम र कृष्णलाई सब बात भन्दै तिया क्रूरले आए त्यो प्रोको तथा असुरको हेरौँ तमासा भनी डुल्थे भाइ दुवै प्रसन्न मनले केही नजान्ने भनी राखेको धनुजो थियो अति ठुलो त्यसलाई भाँचिकन धोबीलाई विदा दिए यमपुरी लौजाऊ भनी दुर्जना
हात्ती जो बलियो थियो कुबलया पीडनामको द्वारमा मारे त्यसकन कृष्णले छल गरी पक्री दुवै दाँतमा हाने मुड्किरी चाहिएको बलले चारवटा पापी मर्यो मारे मुष्टिकलाई राम प्रभुले त्यो घोर पापी तर्यो योदाती सलतो चलादी बलिया जो अगाडि सरे तिनलाई हरिले र राम प्रभुले मारे ती पारी तरे पछारे अनि कंसलाई रिसले झुल्पी समाइकन छाती माथि बसी थिचेर बलले मारे तर्यो दुर्जन आठै भाइ ती कंसका सब मरे बाँचेन कोही पनि काटे झट्ट गएर बन्धन स्वयं माता पिताको पनि सुम्पी राजेती उग्र सेन निरपको सत्कार ठुलो गरी ठुलो उत्सव राज्यमा हुन गयो हर्षे सबै बेसरी ती सन्दीपनीको गरे गुरु भनी सेवा दुवै भाइले सारा शास्त्रहरू पढे गुरुजीको भक्ति राशिसले विद्या प्राप्त गरी फिरेर घरमा आए जसै माधव आफ्ना बान्धवलाई ल्याए मथुरा राख्दा भए थे सब ज्वाइँ मारिदिए भनी जब सुन्यो राजा जरासन्धले आयो लड्न लिएर सैन्यसँगमा निकै ठुलो बेगले त्यसलाई बलरामले र हरिले खेदेर भाग्यो जब हार्दा त्यो रणमा बचे पनि बुझ्यो आफै मरे झैँ तब आयो लड्न र 17 पल्ट अघि झैँ सङ्ग्राम हार्दै गयो हार्दा युद्ध अनेक जीवित छँदै मानो मरे झैँ भयो त्यसको काले वंश खाएर बलियो योधा प्रतापी थियो आफ्ना सैन्य सबै लिएर आफ्ना सैन्य लिएर लड्न मथुरा आएर घेरा दियो ठुलो वीर तथा प्रचण्ड बलियो योधा हुनाले गरी त्यसको नाम सुनेर यादवहरू डर्थे सना बेसरी दाजुलाई भने बुझाई हरिले डाकेर सही गरी आयो लड्न भनेर यो वन जो सेनाली बेसरी पक्का आउँछ त्यो जरासुत यहीँ हारेर भागे पनि हाम्रा बान्धवलाई सङ्कट ठुलो आयो बितायो भनी त्यागौँ यो मथुरापुरी बरु छिटै अन्तै बचौँ गइकन बारम्बार अनेक शत्रुहरूको सन्ताप खप्ने किन रक्षा पालन गर्छ जुन पुरुषले त्यही हो ठुलो भूपति बदा जुन इतलमा रहन्छ सुखमा राम्रो त्यही हो अति पर्वत रैवतको नगिच बढिया त्यो सिन्धुको तीरमा एउटा स्थान छ त्यही गई बसौँ आनन्दका साथमा गर्थे बात यहाँ अघि गडुरले द्वारावती हो पुरी राखौँ बन्दहरू लगी अब उहीँ रक्षा गरी राम्ररी। श्री नारायण वासुदेव।